कतिचोटि मन जित्छौ बालेन दाई, कतिचोटि मन जित्छौ सुजन दाई। यसरी नै मन जित्दै जानु। जनता तपाईँको साथमा छ, हामी युवाहरू तपाईँको साथमा छ। पहिलाको बुढा खाडाहरू काम छैन अब। पहिलाको अस्तिको मिटिङ नै देख्यो हामी जनताहरूले, सबै जनताहरूले देखिसक्यो। त्यो हो नि त मिटिङ भनेको। सारा देशका नेताहरू आउँदाखेरि पहिला त्यो बुढापाकाहरू आउँदाखेरि उपर खुट्टा लाएर त्यहाँनिर मिटिङमा बल्ल उपर खुट्टा लाएर सुनेर बस्थ्यो। बालेन दाई आइसकेपछि यो त अचम्मै भयो क्या। बालेन दाई आउँदाखेरि सब उठेर नमस्कार गरेछ कि। यो हो नि त असली सिएम भनेको, होइन? प्रधानमन्त्री भनेको असली भनेको त यो हो नि त। यसरी नै गर्दै जाऊ। जनता तपाईँहरूको साथमा छ। हार नखानु, घोडा नटेक्नु, जहिले पनि शिर माथि गरेर हिँड्नु। नेपाली हो, नेपालीको इज्जत राख्नु, राम्रो काम गर्नु, अरूको कुरा कहिले पनि नसुन्नु। अरूले ख्यासेर बोल्यो भन्दामै तपाईँहरू अरूको पछि नलाग्नु। तपाईँलाई जे ठिक लाग्छ, जे राम्रो लाग्छ त्यही गरेर जानु। गलत नगर्नु, राम्रो सही बाटो हिँड्नु। जनता तपाईँहरूको साथमा छ है त। ल बालेन दाई, ल जय नेपाल।